हेलो गुड आफ्टरनुन एभ्रिवान। के छ खबर? मलाई आशा छ तपाईँहरू सबैजना आराम कुशली मङ्गली हुनुहुन्छ अनि म पनि एकदमै धेरै सन्चै छु। आज चाहिँ श्रावणको 15 है साथीहरू। सो हामी चाहिँ खिर खानको लागि आज श्रावण 15 असारको 15 दही चिउरा खाने, श्रावणको 15 चाहिँ खिर खाने अरे नि त होइन। सो त्यही भएको भएर हामी पनि अब परदेश नै भए पनि बनाएर खाने भनेर चाहिँ तयारी गरिरहेका छौँ साथीहरू। आलु मैले भिजाइरहेको छु, देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ मेरो मामाले अघि नै दुध बसालिसक्नुभयो, चामल पनि भिजाउनु भएको छ। मैले चाहिँ आलुको भुज्री बनाउनको लागि खिरसँग खानु पऱ्यो नि त होइन। त्यो भएको भएर म मजाले आलुलाई धुँदैछु। यो चाहिँ अब फोरी हुन्छ नि त अलिक। अनि मेरो मामाले त खिर पनि बसालिसक्नुभयो कि, अनि खिर बसालिसक्नुभयो। मेरो साथीले पनि यहाँ करी बनाइरहेछ, चिकन भेज पोटेटो के मिक्स गरेर। अनि त्यहाँ पछाडि म चाहिँ आलुको भुजुरी सट बनाएर काटिहालेँ अनि मजाले यसलाई चाहिँ भिजाएको छु। अनि यो ताकि यो स्टिकी नहोस् भनेर होइन। तर प्रोटिन चाहिँ सबै जान्छ भन्छ है, आलु पखालेर नखानु अरे। तर पनि मैले पखालिदिएँ जाओस् भनेर होइन त साथीहरू। अनि त्यहाँपछि मैले यसलाई मजाले भिजाउन छोडिदिन्छु एकछिन। मैले पकाएको भिडियो चाहिँ राखेन साथीहरू मैले पकाइसकेको छु, देख्न सक्नुहुन्छ कस्तो दामी भएको छ है। अनि हाम्रो कराई चाहिँ कालो कालो छ, तर हाम्रो अरू नभएर होइन कि भएर पनि हो क्या, त्यही चलाउनु मन लाग्छ। अनि केही प्लेटमा चाहिँ अब खनाउन लागेको छु है। मुख बिगार्दै थियो कि मलाई खासै मन पर्दैन, त्यही भएर। अनि त्यो पछाडि चाहिँ म रेडी गर्न लागि अब खिर देख्नुहोस् कस्तो राम्रो भएको छ। वाउ साथीहरू, त्यहाँ मिठो 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 ल पक्का भएको थियो कि कस्तो। अनि कालो कालो चाहिँ त्यो के भन्छ किसमिस पनि हो। त्यहाँ पछाडि त्यो हल्का डढेको तल खुर्किँदा फेरि निस्केको कुराउनी पनि हो। कस्तो कुराउनी नै जस्तो भएको क्या लपक्कसँगले, त्यहाँ मिठो भएको थियो। अनि म चाहिँ अब भाग लाउन गइरहेको छु साथीहरू। हामी सबैजनालाई चाहिँ भाग लाउनु पर्ने हुन्छ होइन। मेरो दुईजना साथी मामा अनि म, मेरो लागि चाहिँ म टक्क 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 भाग लगाइरहेको छु। अब के गर्ने, साथीहरूले खानुभयो कि भएन, अब टाढा सुम होइन। भिडियो मार्फत भए पनि हजुरलाई इन्भाइट गर्न चाहिँ आउनुहोस् है। मैले सबै रेडी गरिसकेँ साथीहरू। थ्याङ्क यू फर वाचिङ, बाई बाई, लभ यु अल।